यति बेला भने म पशुपतिनाथ आर्यघाट स्थलमा आइपुगेको छु र आज म तपाईहरुलाई पशुपतिनाथको के कस्तो व्यवस्थाहरू छ, के कस्ता सुविधाहरू छन्, सबै कुराहरूको जानकारी दिन चाहन्छु। सुरुदेखि अन्तिमसम्म हेर्न नभुल्नुहोला। हेर्दा मायालु तिमीलाई म त भुल्छु तिम्रो मुहारमै। साँच्चै यस्तो सुन्दरता मैले देखेकै थिएन अरू कतै। मिलेका ती आँखाहरू झन् हेरिरहँ झै बनाउँछन्। खुलेका केशहरूले फेरि बास्ना गुलाब झै छर्दछन्। म हराए यिनमै डुबी। म हराए मधोस भइकन थाहा नपाइकन। म हराए आफ्नै धकेल्ने रहेछ मायातिर सुस्तरी। त्यसैले डुब्दैछु म तिमीमा निकै नै बेसरी। मनको भित्री भावनाहरू सबै नै समेटी गाउँदैछु दोहोर्याएर फेरि यो गीत तिम्रो लागि। हेर्दा मायालु तिमीलाई म त भुल्छु तिम्रो मुहारमै। साँच्चै यस्तो सुन्दरता मैले देखेकै थिएन अरू कतै। मिलेका ती आँखाहरू झन् घुमघाम सबै मैले पुरा गरिसकेको छु र
यहाँनिर मेरो ब्लग बनाउनको माध्यम यो थियो कि यहाँनिर मानिसहरू कसरी जलाउने गर्छन्, आर्यघाटमा कसरी ल्याउने गर्छन् अनि दर्शनको लागि कतिको भिड मानिसहरूको हुने गर्दछ, यी कुराहरू तपाईँलाई देखाउन चाहन्थे। मैले देखाइसकेको छु। अन्य भिडियोहरू हेर्नको लागि तपाईँले मेरो च्यानललाई फलो गर्न सक्नुहुन्छ। बाइ, जय नेपाल।